त्यसपछि तपाईँको जीवन कस्तो रह्यो? पछि अब बाबा बितिसक्नु भइसकेपछि माया त्यतिखेर कति वर्षको हुनुहुन्थ्यो? कतिखेर माया जब हजुरबा बित्नुभयो? हजुरबा बित्दा अनि त्यसरी स्वीकार्नु भयो मलाई होइन? त्यतिखेर माया जन्मिनु भएको थिएन? होइन, जन्मेको थिएन, गर्भमा थियो। अनि गर्भमा हुँदाखेरि नै हो हाम्रो टिका टालो भएको बुवाले होइन 53 सालमा होला त्यसो भए त? हजुर 53 मा होला? 63 बुवा खस्नु त भएको पछाडि हो नि त, यो जन्मिकन निकै हुर्काउनु भयो नि त बुवाले त, त्यतिखेर खस्नु भएको थिएन। अनि त्यो अहिले म हाम्रो बिहेको कुरा गर्दै थिएँ होइन। अनिखेर यो केर्खामै जन्मियो, हाम्रो बिहा भयो होइन जोइ। अनि मलाई जेठाजुले नानी नानी भन्नुहुन्थ्यो। अनि नानी घर आउनुपर्छ है, बस्नु हुँदैन भनेर भन्नुहुन्थ्यो। अनि म त फर्केर आउँदिनँ अब भनेर कसम खाएर आएको थिएँ। म चाहिँ पाहाडमा सकिनँ जाएँ, म त एकदम मधेसमा हुर्किएको, 7 बजीसम्म सुत्ने मान्छे होइन। उहाँ गएर 3 बजी उठेर म ढिकी र जाँतो गर्नुपर्ने है, गाह्रो भयो। घाँस दाउरा त कहिले पठाउनु भएन, लडेर मर्छ मधिसेनी भन्नुहुन्थ्यो। मधिसेनी नामै मधेसको भएर? हजुर मधेसको भएर मधिसेनी भन्नुहुन्थ्यो। मलाई कहीँ जानु दिनु भएन, साह्रै माया गर्नुभयो कि एकदम। त्यो मायाहरू छ अझै पनि मलाई होइन, गुण लागेछ। त्यही त हो आमा, नेपालमा पहाडको लागि पहाडी, हजुर हजुर, मधेसको लागि मधेसी, त्यसपछि हिमालको लागि हिमाली होइन। अब तर उहाँहरूले अलिकति बुझ्नु भएन, तराईको समथुर भूभागबाट हुन्छ जहाँ चाहिँ धेरै उब्जनी हुन्छ होइन। त्यो भन्दै गर्दाखेरि आमा त्यसपछि तपाईँ फेरि गाउँ त लाग्नु भएन, यतै बस्नुभयो। यता चाहिँ केर्खाइ बस्नुभयो कि कता बस्नुभयो? केर्खाइ बस्नु। बाबा पनि केर्खाइ बस्नुभयो? बाबा चाहिँ उता आफ्नै दाइकोमा माथि बर्ने भन्ने झापै हो। हजुर हजुर। उहाँ बस्नुभयो। अनि यस्तो के त्यो रेडियो बनाउने होइन, हजुर हजुर, घडी बनाउने के कामहरू गर्नुहुन्थ्यो क्या। बुधबारे बजारमा बस्नु चाहिँ दाइकोमा बस्नुहुन्थ्यो। अब गर्नुपर्छ केही भनेर त्यसरी बस्नुभयो। म फर्केर गइनँ, अब जान्न भने होइन। अनि उहीँ जानुपर्छ भनेर एकदम कर गर्ने, पाहाडै जानुपर्छ भनेर। अनि होस् म मानिनँ। अब यतै जन्मियो प्रभा केर्खामै जन्मेर। अनि 1.5 वर्षको भइसक्यो। अनि पाहाड गइएन। अनि पाहाड नगएपछि पछाडि बाबाले चाहिँ, उसको बाबाले चाहिँ, प्रभाको बाबाले चाहिँ अब घर किन्नु भएछ, जग्गा किन्नु भएछ उहीँ बर्नेमा 23,000 मा, 10 कट्ठा। त्यतिखेर त्यति सस्तो। त्यतिखेर फेरि 23,000 पनि एकदमै ठुलो। हवस् हजुर, त्यो हजुर 23,000 भने फेरि अहिलेको यहाँ हो त आमा? 23,000 अरे, 23,000 एकदम ठुलै रकम हुन्थ्यो क्या, एकदमै ठुलो रकम हजुर। अनि 23,000 मा 1.5 बिघा भन्नु मात्रै आउँछ मलाई। के अरे 10 कट्ठा जति किन्नु भएछ होइन। धेरै नै थियो जग्गा। अनि त्यहाँ तर धान हुँदैन थियो, मकै र कोदो हुन्थ्यो, मक्कु फल्थ्यो। अनि त्यहाँदेखि त्यता गयो सानो सानो घर पनि बनाउनु भएछ होइन, बाँसको घर। अनि त्यसरी चिटिक्क पारेको। अनि लु जाउँ न त पाहाड गएनौँ, अब जाउँ उहीँ भनेर भन्नुभयो। अनि म त ल खुसी भएर गएँ। अनि त जान्छु भने बुवालाई अब त यो यतै जन्मियो, यतै हुर्क्यो मावलामा होइन। अब यसले यतै माया हुन थालेछ क्या। बुवाले पठाउनै मान्नु भएन होइन, पठाउनु मान्नु भएन। पछाडि जाऊ न, पछाडि जाऊ भन्नुभयो। एकदम माया गर्ने क्या हाम्रो बुवाले। अनि आमाले पनि त्यस्तै माया गर्नुहुन्थ्यो। फेरि उहाँले कहिलेकाहीँ कुरा पनि गरिराख्नुहुन्छ, मावलाबाट मलाई एकदमै धेरै माया मिल्यो। तर मावलाबाट माया मिल्दै गर्दाखेरि चाहिँ हाम्रो बिन्ता आन्टीले क्या, बिन्ता र यो त 3 वर्षको आन्टीले चाहिँ साह्रै माया गर्नुहुन्थ्यो। म फेरि पछि तपाईँहरू अर्को ठाउँमा बसिन्जेलसम्म चाहिँ बसिसकेपछि त्यहाँबाट कहिलेकाहीँ मावला आउँदाखेरि चाहिँ त्यो बस पार्कसम्म लिन आउने होइन। निकै जस कुरा गर्नुहुन्छ। त्यो चाहिँ मलाई पनि त्यो सुन्दाखेरि नै क्या त्यो सम्बन्ध चाहिँ कति प्रगाढ थियो भन्ने कुरा चाहिँ अलिकति मेरो आफूले सोच्दा पनि क्या त्यो चाहिँ म महसुस गर्न सक्छु भनौँ न। अनि आमा बाबा चाहिँ पछि वैदेशिक रोजगारको लागि विदेश कुन सालमा जानुभयो? त्यतिखेर चाहिँ बुधबारे बस्नुहुन्थ्यो। यो केर्खा जन्मियो होइन। बिन्ता त्यतिखेर साँच्चै भन्छु ल जो अलिकति, बिन्ता 3 वर्षको थियो होइन। अनि आम्दा हस्पिटलमा जन्मियो। अनि त्यहाँदेखि बिन्ताले नानी नानी भन्थ्यो क्या यसलाई। अनि त्यहाँदेखि नानी घरमा ल्याइजाउँ न आमा, नानी घरमा लैजाउँ न। फर्स्टचोटि यसले, म त एकदम सिरियस बिरामी थिएँ। मलाई त एकदम डेट एक्सपायर भएर क्या, एकदम डेट अफ भएर क्या यता पछाडि सरी है भन्ने गल्ती। अनि पछाडि जन्मेको। त्यही भएर यस्तो छ दर्शक महानुभावहरू, मैले अघि पनि भने पछाडिबाट अलिकति खिटखिट हाँस्ने चाहिँ
हामी दुईजना बोल्दै गर्दा चाहिँ हाम्रो माया हुनुहुन्छ होइन, मायालाई एकदमै फनी लागिरहेछ। तर कहिलेकाहीँ त्यही हो, आमा हार्ड नभएको जिब्रो लटपटिन्छ होइन। मैले पनि कहिलेकाहीँ चाहिँ प्रष्ट नेपाली बोल्न खोज्छु, तर अलिकति मेरो नेपालीहरू पनि बिग्रिरहेको म पनि आफै महसुस गर्छु क्या। केही छैन आमा, भन्नुहोस् न। अलिकति पाउनुपर्ने समय भन्दा पनि तपाईँ चाहिँ त्यो समयलाई चाहिँ कटेको थियो क्या। कटेको थियो। अनि त्यही भएर आमा कि मर्छ कि बच्चा मर्छ भनेको थियो, हजुर तर दुईजनै बाँच्यौँ होइन, भागेपछि। हजुर हजुर अनि दुःख पाउनु लेखेको थियो होला सायद होइन। अनि त्यस्तो भयो। अनि घरमा ल्यायौँ। अनि फर्स्टचोटि हाँस्दाखेरि बिन्तालाई हेरेर हाँसेको क्या प्रभा चाहिँ। ए हजुर अनि दिदी दिदी नानी मलाई हेरेर हाँस्यो भनेर भन्थ्यो क्या त्यो चाहिँ। ए अनि त्यस्तो भयो। अनि त्यहीँ हुर्क्यो। अनि अब जाने भनेर बाबाले भन्नुभयो होइन। हजुर अनि अब दसैँ आउन आँटेको छ, अब दसैँ मानेर जाऊ न भन्नुभयो बुवाले। अनि फेरि दसैँ मान्यो, अब जाने फेरि भने। अनि तिहार आउन आँटेको छ, फेरि तिहार मानेर जाऊ न भन्नुभयो। फेरि तिहार पनि आयो होइन। अनि अब तिहार पछाडि फेरि जाने भन्यो, फेरि मङ्सिरमा जाऊ न, त्यसरी पठाउनै मान्नु भएन कि हाम्रो बुवाले। हजुर हजुर अनि 1.5 वर्ष भयो पुरै। अनि भएपछि अब चाहिँ जाने भयो, अब चाहिँ जानुपर्छ, अब गरी खानुपर्छ, नानी पनि पढ्ने बेला हुन्छ बिस्तारै भनेर। अनि हामी मनाएर अनि गयौँ। बर्ने जानु हजुर बढ्ने गयौँ। अनि त्यहीँ बस्यौँ। त्यहीँ बस्यौँ 4 वर्ष बस्दा बस्दै। ए होइन 4 वर्ष त पछाडि हो। त्यहाँ 1 वर्षसँगै बस्यौँ होला, बाबासित सँगै बस्यौँ होला। अनि त्यहाँदेखि अब केही थिएन होइन, अब बस्ने खाने मेलो है, अब त्यो जग्गा छ त्यही माथि। अब म जान्छु पैसा कमाउनु विदेश भन्नुभयो। अनि त्यहाँदेखि जानुभयो। अनि गएको 10 महिनामा एक्सपायर हुनुभयो चाहिँ। अनि त्यस्तो भयो। त्यो साल कति साल थियो भने चाहिँ 55 सालको कुरा हो। अनि त्यस्तो भयो। अनि त्यही भएर अब त्यस्तो घटना भयो। अनि पछाडि अब के गर्ने है, अब छोरी छ। छोरी भएपछि बाबा जसरी पनि पढाउनु पऱ्यो, हुर्काउनु पऱ्यो है, बाबुआमाको माया दिनु पऱ्यो दुईजनाकै भनेर। अनि मैले चाहिँ स्कुलहरूमा यस्तो कामहरू गर्दिनँ थिएँ त्यतिखेर। अनि खोज्ने अनि गरेँ। अनि खोजेँ। आमा बाबा बित्दाखेरि चाहिँ हजुर कति वर्षको हुनुहुन्थ्यो र माया कति वर्षको हुनुहुन्थ्यो त्यो बेला? छोरी 2 पुगेर 3 लागेको थियो। म चाहिँ 27 वर्षको थिएँ। तपाईँ 27 वर्षको हुनुहुन्थ्यो? हजुर। तपाईँ बर्नेमै हुनुहुन्थ्यो त्यति? बर्नेमै। एक्लै बसिराख्नु भएको थियो? नानी छोरी र म। हजुर। तपाईँलाई त्यो खबर चाहिँ तपाईँको छिमेकीले दिनुभयो कि तपाईँको यता माइतीतिरबाट कि घर? माइतीतिर पनि प्राय भइसकेको रहेछ कुरा होइन। मलाई सुनाउन नसकेको मात्रै रहेछ। अनि त्यता अलिअलि हो कि होइन जस्तै कुराहरू हो, त्यस्तो अलि दोधारे कुराहरू हुँदो रहेछ के। फोन थिएन होइन। ए उसले भनेको त्यो फल्नाले भनेको त्यस्तै नि त, त्यस्तो कुरा हुँदो रहेछ। अनि त्यहीँ बर्नेमा चाहिँ एकजना नाता पर्ने जेठानी नाता पर्ने हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ आएर सुनाउनु भयो मलाई। अनि थाहा पाएँ मैले। हजुर। आमा अब तपाईँको जिन्दगीमा निकै नै धेरै उताप चढावहरू आयो होइन। तपाईँको बाल्यकालदेखि तपाईँको 27 वर्ष हुन्जेलसम्म चाहिँ तपाईँले जिन्दगीमा अनेकौँ उताप चढावहरू तपाईँले पार गर्दै आउनुभयो। फेरि अहिले जिन्दगीलाई फर्की हेर्दाखेरि तपाईँको जिन्दगीमा खुसीको दिनहरू फेरि फर्केका छन् है, फेरि आएका छन्। त्यो 27 वर्ष दौरानमा चाहिँ तपाईँले अनेकौँ दुःखहरू गर्नुभयो, सङ्घर्षहरू गर्नुभयो। आफ्नो छोरीलाई पढाउन, हुर्काउन, समाजमा आफ्नो छोरीलाई चाहिँ आफ्नो खुट्टामा उभिएर चाहिँ होइन आफूले आफ्नो केयर गर्न होइन, त्यसपछि परिवार सम्हाल्न तपाईँले जुन साथ सहयोग गर्नुभएको छ, जुन विशेष त शिक्षा दिनुभएको छ, तपाईँले फर्किहेर्दा जुन त्यो 27 वर्षमा बुबा बित्नुभयो, हजुरको श्रीमान बित्नुभयो, हाम्रो बुबा बित्नुभयो, बितिसकिसकेपछि त्यो दुःखको क्षणहरूलाई कसरी सम्झिनुहुन्छ? अब दुःख कसरी सम्झ्यौँ भने अब दुःख आउँछ, सुख जान्छ, रात आयो दिन होइन, रात गयो दिन आयो भने जस्तै दुःखपछि सुख आउँछ, सुखपछि दुःख आउँछ। अब यस्तै होला, सङ्घर्ष जस्तो जिन्दगी भन्यो, सङ्घर्ष गरेँ बसेँ। त्यस्तै सम्झिन्छु। भनेपछि तपाईँलाई जिन्दगी चाहिँ सङ्घर्ष नै लाग्छ आमा? हजुर सङ्घर्षै जस्तो, किनभने जन्मिँदा मान्छेले सङ्घर्षै गरेर जन्मिन्छ होइन। हजुर।
अनि सङ्घर्षै गरे जन्मिन्छ, हुर्किने बढिने होइन, बढ्ने कुरामा त्यस्तै हुन्छ, सङ्घर्षै गर्नुपर्छ। अब करियरहरू बनाउनु पर्यो होइन, त्यसमा पनि सङ्घर्षै गर्नुपर्छ। त्यसै कारण जिन्दगी सङ्घर्ष जस्तो लाग्छ। आमा जिन्दगी सङ्घर्ष भन्दै गर्दा होइन, हजुर सङ्घर्ष कहिले कस्तो हुन्छ भने तपाईँको आफ्नो परिवारजन, आफन्तजन, तपाईँको आफ्नो प्रिय पात्रहरूले चाहिँ तपाईँको त्यो सङ्घर्ष, तपाईँको त्यो दुःखहरूलाई तपाईँलाई चाहिँ बेसिकली एक्लै ओझेलमा चाहिँ पार्दैन, एक्लै पार गर्न र एक्लै कटाउन दिँदैनन् क्या। तपाईँको त्यो सङ्घर्षको छेडहरूमा चाहिँ तपाईँको आफ्नो मान्छेहरू चाहिँ तपाईँको साथमा हुनुहुन्थ्यो कि हुनुहुँदैन? साथमा हुनुहुन्छ सबैजना, सबैले साथ सहयोग गर्नु, सपोर्ट गर्नुभयो। हजुर, जहाँसम्म मलाई अहिले मामाहरू देख्छु, आन्टीहरू देख्छु, फुपूहरू देख्छु म है, सबैले साथ दिनु। त्यसपछि हाम्रो दाइहरू, भाउजूहरू देख्छु होइन, तपाईँको त्यो सङ्घर्षको छेडमा उहाँहरू सबैले साथ दिनुभयो जस्तो लाग्छ मलाई। तपाईँले भनि पनि हाल्नुभयो। अब अनि अर्को कुरा चाहिँ जस्तो तपाईँ 5 थरमा जन्मिनु भयो, यता केर खाएर हुर्किनु भयो होइन, त्यसपछि फेरि केही समयको लागि ताप्लेजुङ जानुभयो, फेरि फर्केर यता झापामै तपाईँले आफ्नो हुन्छ नि अहिलेसम्मको जीवनको यात्राहरू चाहिँ कटाउनु भयो। 5 थरको बेला र अहिलेसम्म यो कालघडीमा आइपुग्दासम्म विशेष त नारीहरूलाई लिएर होइन कति चिजहरू चाहिँ परिवर्तन भएको छ आमा? मान्छेको सोचहरू, विचारहरू हुन्छ नि। अब सोच चाहिँ तपाईँको अघि मैले भनिहालेँ, तपाईँको कुनै पनि धर्मलाई लिएर हुन्छ, जातिलाई लिएर हुन्छ, शिक्षालाई लिएर हुन्छ आदि इत्यादि। त्यो सोचहरूमा परिवर्तन आएको तपाईँले देख्नु भएको छ कि छैन आमा? प्रशस्तै आएको छ चाहिँ। हजुर, प्रशस्तै आएको छ। पहिले र अहिले त आकाश र पतालकै फरक छ। किनभने पहिले त अब होइन महिला बुहारी महिलालाई शिक्षा दिनै हुँदैन भन्ने थियो होइन। अहिले त प्रशस्त छोरीलाई पढाउनुपर्छ भन्ने छ। बुहारी भइसकेपछि यो बुहारी हो, यो त यसले घरकै काम मात्रै गर्नुपर्छ भन्ने जस्तो धारणा हुन्थ्यो मान्छेको होइन। तर तपाईँलाई त रोकथाम भएन? मलाई त भएन। हाम्रो परिवारमा मान्छे सायद राम्रो हुनुहुन्थ्यो क्या र होइन। तर पनि त्यस्तो थियो, कति थियो होइन। अनि अहिले त छोरी जस्तै गर्नुपर्छ भनेर भन्ने पनि मान्छेको छ। कति परिवर्तन आएको छ। अब धर्मको कुरा होइन, धर्म पनि त्यति साह्रो होइन गरिहाल्ने त्यस्तो घृणाहरू होइन, त्यस्तो होच्याएर भनिहाल्ने पनि त्यस्तो छैन अहिले। धेरै छ। पहिले त पानी नै नचल्ने जस्तो पनि स्थिति हुन्थ्यो होइन। पहिलेको अवस्था अलिकति फरक नै थियो। अनि जातमा पनि होइन, जातमा पनि अहिले अब होइन कुटुम्बहरू गर्दा पनि अब जुनै जात पनि आफ्नै, अब एउटै हो, मान्छे एउटै हौँ भन्ने एउटा धारणा बनिसकेको छ होइन। पहिले त कहाँ त्यस्तो थियो र थिएन। पहिले त एकदम कठोर क्या। अब यो जातले त्यो जात गर्नै हुँदैन, त्यो जातले त्यो त्यस्तो तल्लो जातको, त्यो सानो जात, त्यो ठुलो हो, त्यस्तो भन्ने चलन थियो। अहिले राम्रो छ। अहिले एकदम शिक्षामा पनि अघि छन् महिलाहरू। एकदम राम्रो छ। पहिले त शिक्षामा त एकदम वञ्चित गराइन्थ्यो। आमा तपाईँले शिक्षाको कुरा गर्नुभयो, हामीले महिलाहरूको बारेमा कुरा गऱ्यौँ, महिला सशक्तिकरण भनौँ न होइन, आदि इत्यादिको बारेमा चर्चा गऱ्यौँ। गर्दै गर्दाखेरि चाहिँ मायालाई तपाईँले हुर्काउनु भयो होइन। तपाईँ 27 सालको हुनुहुन्थ्यो, माया 3 वर्षको हुनुहुन्थ्यो। अहिले फर्की हेर्दाखेरि झन्नै अब 25-26 वर्ष, 26-27 वर्ष कति भयो होला होइन। त्यो पलहरू तपाईँहरूले बिताएको पनि, त्यो बिताउँदै गर्दाखेरि चाहिँ माया सानो छँदा होइन तपाईँले एउटा गुण चाहिँ मैले यसमा चाहिँ जसरी पनि यसको दिमागमा, मन र मस्तिष्कमा चाहिँ यो गुण चाहिँ जसरी पनि राख्नै पर्छ है, यसको डिएनएमै राख्नुपर्छ, यसलाई चाहिँ जसरी पनि सिकाउनै पर्छ भन्ने जस्तो कुनै पनि एउटा गुण छ आमा, जुन चाहिँ तपाईँले चाहिँ मायाको दिमागमा र मन र मस्तिष्कमा चाहिँ ल है यसलाई चाहिँ जसरी पनि यो कुरा चाहिँ सिकाउनै पर्छ है। किनभने यो चाहिँ एउटा हामी नेपालीको, हामी लिम्बू समाजको, हामी एउटा नारी भइसकेपछि या पुरुष भइसकेपछि, एउटा मानव भइसकेपछि भनौँ न, यो चाहिँ अति आवश्यक गुण हो। यो गुण चाहिँ जसरी पनि चाहिन्छ, त्यही कारण यसलाई सिकाउनै पर्छ भनेर यस्तो कुनै एउटा सिकाएको थियो आमा? सिकाउनु त जुनै आमाले पनि सिकाउँछ नि चाहिँ। छोरीलाई, छोरालाई, सन्तानलाई एउटा महत्त्वपूर्ण गुण भन्दाखेरि चाहिँ आमा? महत्त्वपूर्ण गुण अब शिक्षा चाहिँ अनिवार्य नै सिकोस् भन्ने, आत्मनिर्भर होस् होइन। छोरी भोलि पर्छ पछि भविष्यमा केही परिआयो भने पनि आफू होइन खुट्टामा उभिन सकोस् भन्ने चाहिँ एकदम मेरो धारणा थियो। त्यही भएर मैले कस्तो मरिहत्तै गरेर नै पढाएँ छोरीलाई होइन। त्यसमाथि अनि संस्कार सिकोस् होइन।
अब परिवारमा रिझाउन सिकोस्, राम्रो संस्कार पाओस् भन्ने चाहिँ थियो त्यति चाहिँ। होइन, शिक्षा त मलाई पनि एकदमै इम्पोर्टेन्ट लाग्छ, किनभने तपाईँको शिक्षा भन्ने कुरा फेरि हामीले जुनै पनि तरिकाबाट लिन सक्छौँ। धार्मिक शिक्षा पनि लिन सक्छौँ, समाजमा हुर्किँदै गर्दा समाजले पनि हामीलाई एक किसिमको शिक्षा दिन्छ होइन। तर स्कुलमा गएर पाठ्य पुस्तकको माध्यमबाट लिइने शिक्षाले चाहिँ अहिले समाजमा जति पनि परिवर्तन आएको छ सोचमा, विचारमा होइन, तपाईँको यो अब इन्फ्रास्ट्रक्चर डेभलपमेन्टहरूमा, त्यो चाहिँ सबै शिक्षाकै कारणले आएको जस्तो लाग्छ। तपाईँले पहिलो कुरा चाहिँ सबै गुणहरूमा आदि इत्यादि कुनै कुरा दिनैपर्छ भन्दाखेरि चाहिँ शिक्षा नै भन्दा चाहिँ मलाई साह्रै खुसी लाग्यो आमा। अहिले जिन्दगीलाई फर्की हेर्दाखेरि चाहिँ तपाईँले जिन्दगी त अघि सङ्घर्ष नै भन्नुभयो आमा होइन। जिन्दगी सङ्घर्ष गर्दै गर्दाखेरि त्यो सङ्घर्षका साथहरूको बारेमा नि अलिकति जोड्नुभयो तपाईँले होइन। केही समय काठमाडौँ पनि आएर बस्नुभयो? बसेँ चाहिँ छोरीले, म त उता 12 साइन्स त्यही पढ्यो झापामै, अनि 12सम्म पढ्यो, अनि काशीले म त अब उता जान्छु पढ्नु भन्यो। अनि त्यसो भनेपछि अब म एक्लै के गर्ने होइन, भएको एउटै सन्तान त हो। अनि अब उसलाई अब मैले खाना पकाएर खुवाउँछु भनेर अनि उतै म पनि उतै गएँ अनि सँगसँगै। अनि घर सर सबै भाडासाडामा लगाएँ, अनि सबै ठिकठाक पारेर अनि 81 हामी गएको। अनि उसले पढ्न थाल्यो, 4 वर्ष उता 4.5 वर्ष जति बस्यौँ। अनि 4 वर्ष अब उता बिएससी नर्स गर्छु भनेर पढ्न थाले छोरी। अनि थालेपछि अनि उसले सकेपछि अनि उसले जब पनि गर्न थाल्यो। अनि त्यहाँदेखि म चाहिँ अनि घर आएँ, झापा आएँ। हजुर, एडजस्ट हुन कतिको समय लाग्यो आमा? जस्तो केरखाबाट एकैचोटि काठमाडौँ आएर एडजस्ट हुन अलिकति बिर्तामोडबाट काठमाडौँ आएर काठमाडौँको जनजीवनसँग अलिकति एडजस्ट हुन कतिपयले त फेरि काठमाडौँलाई मन पराउँदैन क्या। म पनि कहिलेकाहीँ हाम्रो यो पश्चिमका साथीहरूसँग कुरा गर्छौँ, उनीहरू चाहिँ अलिकति पिसमा बसेको हुन्छ, काठमाडौँमा चाहिँ अलिकति धेरै हो हल्ला हुन्छ, अलिकति धेरै जाम हुने आदि इत्यादि कुरा गर्छ। तर काठमाडौँ अहिले त पहिलाभन्दा धेरै परिवर्तन, धेरै राम्रो भएको छ होइन। त्यो भन्दै गर्दाखेरि चाहिँ अब यसको श्रेय चाहिँ सम्पूर्ण महानुभावहरूलाई जान्छ, जसले चाहिँ काठमाडौँको तपाईँको रूप नै परिवर्तन गर्न कार्यहरू गर्नुभयो होइन। अब तपाईँलाई थाहा छ तपाईँको हो भनेर साह्रै व्याख्या विश्लेषण गर्नु जरुरी छैन। भनेपछि एडजस्ट हुन अलिकति टाइम लागेको थियो कि थिएन आमा? लाग्छ नि चाहिँ अब कस्तो फिल गर्नुभयो तपाईँले काठमाडौँ घुम्न आउँदा, काठमाडौँ केही समयको लागि बस्न आउँदा र काठमाडौँ 4-5 वर्षमा बस्नुको लागि त धेरै फरक छ नि त होइन र आमा? गाह्रै हुन्छ नि। पहिले त अब धुलो होइन, धुवा प्रदूषणहरू हुन्छ है। यहाँ गाउँमा त सुनसान अब होइन, शान्त हुन्छ नि त, धुलो धुवाहरू त्यति हुँदैन। अनि उहाँ अब साउन होइन, त्यो अब ध्वनि प्रदूषण के हुन्छ नि त है। अनि त्यस्तोहरूले गर्दा अलिक गाह्रो हुन्थ्यो। अब खोलामा अव्यवस्थित त्यो ढलहरू हालेकोले गर्दा है, अब त दुर्गन्ध आउने हो त्यस्तो हुन्थ्यो चाहिँ। काठमाडौँमा त पहिले तपाईँले भन्नुभयो ध्वनि प्रदूषण होइन, त्यसपछि चाहिँ वायु प्रदूषण आदि इत्यादि त निकै नै हुन्थ्यो। अब तपाईँले भन्नुभएको जस्तो काठमाडौँमा ढलहरू मिसाएको कारणले गर्दाखेरि चाहिँ दुर्गन्ध आउने गाह्रै हुन्थ्यो। निकै टाढैबाट दुर्गन्ध आउँथ्यो, खोला आइपुगेको थिएन, दुर्गन्ध आउन सुरु भयो। हामी फेरि खोलाको छेउमा बसेको, धोबी खोलाको छेउमा। अनि धोबी खोलाको छेउमा बसेको एकदम गाह्रो भयो है। पछाडि अब अलिअलि बिस्तारै सहज हुँदै गयो। सहज हुँदै गयो, पछाडि राम्रै भयो। अनि त्यहीँ घुलमिल भयौँ, यसो चिनजान पनि भयो। अब यसो नाता गोता चिनजान हुँदै जाँदाखेरि रमाइलो भयो नि त्यहाँ। आमा, तपाईँको कुरा सुन्दै गर्दा र तपाईँको जति पनि मुखबाट निस्केका ती शब्दहरूलाई मनैबाट मनोनयन गर्दै गर्दाखेरि चाहिँ तपाईँले भन्नुभयो जिन्दगी सङ्घर्ष भन्नुभयो। यसो सुन्दा त जिन्दगी तपाईँको आफ्नो परिभाषामा जिन्दगी त मलाई त्याग जस्तो लाग्यो आमा। जे सम्झे पनि हुन्छ। तपाईँले लगभग 17 वर्षको उमेरमा होइन, तपाईँले 3 वर्षको उमेरमा आमा गुमाउनु भयो। एक किसिमको त्याग नै भयो त्यो। 10 वर्षको उमेरमा आफ्नो बाल्यकाल, आफू हुर्केको ठाउँ, आफू जन्मेको ठाउँ छोडेर चाहिँ 7 दिन लगाएर तपाईँ केरखा आउनुभयो। त्यो एक किसिमको त्याग नै भयो। केरखा आइसकेपछि तपाईँको त्यो दुःख सङ्घर्षहरू, त्यसपछि केरखालाई चटक्कै माया मारेर त होइन, तर आफ्नो मायाको निम्ति तपाईँ आफ्नो मायासँग चाहिँ प्रेम सम्बन्धमा बाँधिएर वैवाहिक जीवनमा बाँधिसक्नु भइसकेपछि तपाईँ
ताप्लेजुङको सिनाम थुम्बेदिन जानुभयो। हजुर त्यो एक किसिमको त्याग नै थियो, किनभने अझै पनि यो कुराहरू चाहिँ नेपाली समाजमा जन्मिएपछि छोरी मान्छेहरू चाहिँ वैवाहिक जीवनमा बाँधिसकेपछि आफ्नो घर छोडेर जान्छन् होइन। हजुर विदेशमा त्यति साह्रो हुँदैन, तर अहिले नेपाली समाजमा त्यस्तो त हुँदैन। अब अहिले प्राइम इक्जाम्पल हेर्नुहोस् न, माया वैवाहिक जीवनमा बाँधिनु भयो मसँग, म मायासँग बाँधिएँ, हामी दुईजनाले परिवारलाई छोड्यौँ हजुर होइन। अब अहिले त छोरीले छोड्ने छोराले छोड्ने भन्ने हुँदैन आमा, तर त्यतिखेरको अवस्थामा चाहिँ तपाईँले आफ्नो घर परिवारलाई छोडेर त्यहाँ जानुभयो। पछि फेरि आउनुभयो तपाईँ है, आउनु भइसकेपछि लगभग 4 दिन जस्तो लाग्यो बुवालाई मनाउन फकाउन होइन। त्यो समय चाहिँ तपाईँलाई एकदमै कष्टपूर्ण गाह्रो थियो, क्षण गाह्रो क्षण एकदम अविस्मरणीय छ क्या एकदम। हजुर। अनि त्यसपछि बाबासँग चाहिँ तपाईँले घरजम सुरु गर्न थाल्नुभयो। घरजम सुरु गरिसकेपछि चाहिँ तपाईँ 27 वर्षको हुँदा, माया 3 वर्षको हुँदा तपाईँले बाबालाई गुमाउनु पर्यो। त्यो पनि एक किसिमको त्याग नै हो आमा होइन। अनि त्यसपछि चाहिँ जीवन चल्दै थियो आमा, हजुर जीवन चलेसँगै चलाउनु पर्यो नि, तपाईँ र मायाले चाहिँ उन्नति र प्रगतिको बाटोमा लाग्दै थियौँ। तपाईँले मायालाई शिक्षा दिइराख्नै भएको थियो है। हजुर त्यो हुँदै गर्दा पछि मायाको उच्च शिक्षाको लागि तपाईँले आफ्नो चलिरहेको जीवन अस्तव्यस्त जीवनलाई तपाईँले कम्प्लिटली त्यागेर 4 वर्ष म मेरो छोरीलाई सहयोग गर्छु, उसले उच्च शिक्षा हासिल गर्दै गर्दा, उसले बिएससी नर्सिङ गर्दै गर्दाखेरि उसलाई सहयोग गर्नको लागि म काठमाडौँ आएर उसँगै बस्छु भनेर त्यो एक किसिमको त्यागै हो आमा है। त्यसपछि उहाँले सघाउनुभयो, तपाईँ आउनुभयो, उहाँ काम गरिसक्नु भइसकेपछि अलिकति छुट्टिएर बस्नुभयो। वैवाहिक जीवनमा आइसकेपछि होइन हामी एकअर्कासँग प्रेममा बाँधियौँ, विवाह बन्धन भयो हाम्रो, हामी युके आयौँ। अहिले फर्किहेर्दाखेरि तपाईँ भलै हामीसँग भए तापनि युकेको यो रुल्स एन्ड रेगुलेसनले गर्दाखेरि चाहिँ तपाईँ अब सधैँ हामीसँग त हुन्न, वर्षमा 6 महिना जस्तो मात्र हुन्छ। 6 महिना चाहिँ तपाईँ फेरि नेपालमा एक्लै गएर बस्नुहुन्छ। त्यो पनि एक किसिमको त्यागै हो नि त होइन र आमा? त्याग त अब सन्तानको लागि, सन्तानको खुसीको लागि त्याग नै गर्नुपर्छ नि। मैले सुरुदेखि नै त्यागेकै हो, किनभने मलाई 27 वर्षको मेरो त्यो बुवाले एकदम बेगर भन्नुहुन्थ्यो होइन। कति बेगर छोरी, बेगर उमेर छ यस्तो भन्नुहुन्थ्यो। तर छोरीले भरे शिक्षा हासिल गर्नु पाउँदैन होइन। अब म गएँ भने ऊ कति अपहरित हुन्छ, त्यस्तो सोचेर मैले कहिले पनि बिहा गर्न सकिनँ। त्याग त त्यागै हुन्छ चाहिँ। आफ्नो जुनै आमाले पनि त्याग्छ होला छोराछोरीको लागि जस्तो लाग्छ मलाई। अब म यस्तो सोच्थेँ, म कल्पना गर्थेँ क्या कस्तो लाग्छ के छ भन्दाखेरि पनि। अनि अर्काको घरमा जान्छु, अनि मेरो छोरीलाई चाहिँ अर्को पनि जन्मिन्छ होला, अनि मेरो छोरीलाई चाहिँ यसरी उयो गर्छन् होला, यो अर्काको भन्छ होला, त्यस्तो हुन्थ्यो क्या चाहिँ। त्यस्तो हुन्छ आमालाई, गाह्रो हुन्छ। मैले हिजो मेरो एउटा किताबमा पढ्दै थिएँ क्या आमा, मैले मेरो किताबमा चाहिँ दर्शनशास्त्रको त्यो एउटा तपाईँको एउटा च्याप्टरमा चाहिँ बुद्धिज्मको बारेमा थियो कि बुद्ध धर्मको बारेमा थियो। बुद्ध धर्मलाई चाहिँ कस्तो हिसाबले हेरिन्छ र यो बुद्ध धर्मले चाहिँ कुनै पनि यो धर्मको संस्कृतिको कुनै पनि तपाईँको चाहिँ देशको यो बोर्डरहरू क्रस गर्दै गर्दाखेरि, यो बााउन्ड्रिजहरू क्रस गर्दै गर्दाखेरि तपाईँको पश्चिमाहरूले चाहिँ बुद्ध धर्मलाई कसरी लियो, फिलोसफीको रूपमा लिए कतिपयले होइन, बिस्तारै यो चाहिँ धर्मको रूपमा मान्छेहरूले पनि सोच्दैछ, लिँदैछ। त्यो लिने क्रममा चाहिँ एउटा भिक्षुले चाहिँ निकै कुरा त्याग गर्छ अरे क्या। त्याग गर्नुको मुख्य कारण चाहिँ उनीहरूले एट द एन्ड अफ द डे, एट द एन्ड अफ द लाइफ उनीहरूले चाहिँ निर्वाणा पाउनुको लागि चाहिँ सांसारिक माया मोह सबै कुरा त्याग्छ अरे क्या। तपाईँको यो कुराहरू, तपाईँको यो जिन्दगीमा घटेका यी घटनाहरूको बारेमा मैले हृदयबाट नै यसलाई भित्री रूपबाट निहालेर हेर्ने हो भने तपाईँले एउटा निडर आमा भएर त जिन्दगी जिउने नै भयो आमा। आफ्नो छोरीको लागि तपाईँले सबै कुरा प्रदान गर्नुभयो। समाजले के सोध्छ, आफ्नो मान्छेले के भन्ला, फलानुले ढिस्कानुले के भन्ला भन्ने कुराहरू केही नसोचिकन तपाईँले आफ्नो छोरीलाई हुर्काउनु भयो, बढाउनु भयो, ठुलो बनाउनु भयो, पढाउनु भयो
यी भन्दै गर्दाखेरि तपाईँले सांसारिक माया मोह सबै कुरा त्याग्नु भयो आमा। मेरो हृदयबाट चाहिँ तपाईँलाई चाहिँ सम्मान बाहेक अर्को केही कुरा छैन आमा। धन्यवाद सम्मान अनि म चाहिँ 2 हात जोडेर आमा है थ्याङ्क यू भन्न चाहे आमा। अब त्यस तपाईँले सिकाउनु भएका कतिपय कुराहरू अझै पनि मनमा छ, मेरो मायाको मनमा पनि छ। तपाईँको साथ सहयोग, तपाईँको आशीर्वादले गर्दा नै आज हामी यहाँसम्म आइपुगेको छौँ।